नमस्कार सम्पूर्ण साथीहरूलाई बिहानीको यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहे। आजको यो बसाइमा मैले तपाईहरूलाई आज विशेष गरी श्री पञ्चमी यानि कि आजको दिन असाध्यै साइत गर्नको निमित्त असाध्यै महत्त्वपूर्ण र असाध्यै राम्रो दिन रहेको कारण आज यो श्री पञ्चमीको दिन सानसाना बालबच्चाहरूलाई चाहिँ पठन पाठनको देखि लिएर नाक छेड्ने कान छेड्ने सम्मको काम गर्दाखेरि यसलाई हेराउनु पर्दैन, सायद निकाल्नु पर्दैन भनिन्छ है। त्यो असाध्यै राम्रो समय मानिन्छ आजको यो श्री पञ्चमी यानि कि वसन्त पञ्चमी पनि भनिन्छ है। त्यसकारणले आजको दिनमा हामीले माता सरस्वतीको असाध्यै भक्तिभाव ढङ्गबाट पूजा अर्चना गरेका हुन्छौँ। त्यसो त आजको यो बसाइमा मैले तपाईहरुमाझ सरस्वती माताको प्रार्थना कसरी गर्ने भन्ने विषयमा प्रस्तुत गर्न गएको छु है। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर लाइक शेयर कमेन्ट गर्न भने नबिर्सनु होला र यदि तपाईहरु पहिलोचोटि भिजिट गर्नु भएको छ भने पनि फलो गर्न नबिर्सनु होला, सब्स्क्राइब गर्न नबिर्सनु होला भनेर अनुरोध गर्न चाहन्छु। आउनुहोस् अब हामी सरस्वती वन्दना गर्छौं। ढिला नगरिकन सरस्वती वन्दना गर्न गएका छौं। हामीले फूल अक्षता हातमा लिएर सरस्वती वन्दना गर्छौं। अब मैले चाहिँ यहाँ पूजा गरिसकेको छु। त्यसकारणले तपाईले देख्न सक्नुहुन्छ नजिकैको पुस्तकमा मैले ध्वजा टाँगिरहेको छु। यो सरस्वतीको मन्दिर चाहिँ त्यहाँ सरस्वतीको तस्बिर रहेको छ। त्यसकारणले मैले सरस्वतीको पूजा गरिसकेँ, पूजा आराधना गरिसकेँ र मैले पूजा गरिसकेर टिका ग्रहण गरेर मैले ध्वजा पनि बाँधिसकेको छु। प्रसाद ग्रहण भने मैले गरेको प्रसाद ग्रहण पनि हामी गर्नेछौँ। अब यसलाई हामी के गर्छौं, सरस्वतीको वन्दना गर्छौं है। सरस्वतीको स्तोत्र पाठ गर्छौं। हुन त अब अहिले पुस्तक पूजा गर्ने चलन हुन्छ। धेरै कर्मकाण्ड गर्ने ठाउँमा त्यहाँ पनि सरस्वतीको वन्दनाको पूजाको कुरा गरिन्छ भने अहिले म यहाँहरुमाझ सरस्वती वन्दना गर्न गएको छु। सरस्वती माया दृष्टि वीणा पुस्तक धारणीं हंसबाण समयुक्तं विद्यादान करोतु मे। प्रथम भारती नाम द्वितीयं च सरस्वती तृतीयं श्राद्धा देवी चतुर्थं हंसवाहिनी पंचम तु जगन्माता षष्ठं भागेश्वरी तथा सप्तम चैव कौमारी षष्ठं प्रदायिनी नवम बुद्धिदात्री च दशम ब्रह्मचारिणी एकादशं चन्द्रघण्टा द्वादशं भुवनेश्वरी द्वादशैतानि नवनि त्रिसन्धमीं पठनेर जुहाग्रं तस्य ब्रह्म रूप सरस्वती सरस्वती स्तोत्रं सम्पूर्णं शुभम्। या कुन्देन्दु तुषारहार धवलया शुभ्रवस्त्रवृता या वीणावरदण्ड मण्डितकरया श्वेतपद्मासना या वरमा च्युत शङ्कर परभीरतिभिर देवै सदा वन्दिता सामं पातु सरस्वती भगवती निःशेष जाड्यपः। शुक्लाम्बरमा विचार सार प्रमहं माध्यं जगत व्यापिनीं वीणा पुस्तकं धारणीं भयदं जाडेन्दकारपहं हस्ते स्फटिकमालिकं विदधातिं पद्मासने संस्थितं वन्दे तं परमेश्वरी भगवतीं बुद्धिप्रदां शारदं वन्दे तं परमेश्वरी भगवतीं बुद्धिप्रदां शारदं गणनाथ सरस्वतीं रविशुक्र बृहस्पतिं पञ्चैतानं संस्करणं नित्यं वेदवाणी प्रवर्ताये। जय सरस्वती माता। हामीले सरस्वतीको प्रार्थना यो तरिकाबाट गर्न सक्छौं। यहाँहरुलाई यो भिडियो कस्तो लाग्यो कृपया जस्तोको जस्तै कमेन्ट सेक्सनमा गएर कमेन्ट गर्न भने नबिर्सनु होला। भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरेर लाइक गर्न पनि नबिर्सनु होला र तपाईहरुको साथीहरुमाझ यो भिडियोलाई शेयर गरेर धेरै भन्दा धेरै साथीहरुमाझ पुर्याउन भने नबिर्सनु होला। किनभने यो सरस्वती पाठ जुन छ सरस्वती वन्दनाको मन्त्रहरु यो धेरै लोप हुँदै गइसकेको छ। किनभने यो वैदिक सनातन धर्मभित्र मात्र यसको प्रयोग गरिन्छ र यस मानिन्छ। त्यसकारण तपाईहरु पनि आफ्नो ठाउँमा रहेर वैदिक सनातन धर्मलाई असाध्यै माया गर्नुहोला र सरस्वती वन्दना विभिन्न देवी देवताहरुको चाहिँ पाठ अर्चना पनि गर्नुहोला। यहाँहरुमाझ यो भन्दै ओजेल पर्न चाहन्छु। बिदा दिनुस्। हस्त धन्यवाद। नमस्कार।